साथीहरु टेस्लाको हैन सिरिज भिडियो बनाउने क्रममा आज चाहिँ म तपाईहरुलाई हैन यो टायर रोटेटिङको बारेमा बताउन गइरहेको छु। यो चाहिँ किन इम्पोर्टेन्ट छ भने हैन एक्चुअली एनी कार अनि टेस्लामा मात्र हैन एनी कारमा चाहिँ हैन टायरको रोटेसन गर्न चाहिँ एकदमै जरुरी छ। यसले गर्दा चाहिँ हैन टायरहरुको इफिसिएन्सी बेटर परफर्मेन्स र तपाईको चाहिँ सेफ्टी वाइजले महत्त्वपूर्ण हुन्छ किनभने अगाडि र पछाडीको टायरमा चाहिँ हैन लोडको कारणले पनि यसलाई धेरै घस्रिने रगडिने हुन्छ र अगाडिकोमा टर्निङ गर्दाखेरि काटिने सम्भवहरु पनि हुन्छ जसले गर्दाखेरि यो टायर रोटेसन चाहिँ धेरै महत्त्वपूर्ण छ। आज चाहिँ म तपाईहरुलाई हैन यो घरको तपाईको चाहिँ मेरो यो टेस्लाको यो टायर रोटेसन गर्न लागिरहेको छु हैन। यो चाहिँ मेरो 10,000 किलोमिटरमा आज चाहिँ रोटेसन गर्न लागेको छु। यहाँ चाहिँ सर्भिस कस्तो रहेछ भने तपाईको चाहिँ घरमै आएर हैन टेस्लाका हैन सर्भिस प्रोवाइडरहरुले यहाँ चेन्ज गर्न लागिरहेछन्। यिनीहरु चाहिँ सर्भिस गर्न अहिले आउँदैछन्। बाँकी अगाडि तिनीहरुले टायर रोटेसन कसरी गर्छन् यो चाहिँ म तपाईलाई हैन इफ दे आर अलाउड टु भिजुअलाइज मतलब भिडियो बनाउन तिनीहरुले एप्रुभ गरे भने म तपाईहरुलाई यसको देखाउँछु। यस्तो छ So टेस्लाबाट टेक्निशियन चाहिँ he already arrived. What he said is हैन यदि चाहिन्छ भने he is checking now. यदि चाहिन्छ भने if it's necessary then he will change it. If it's not necessary they don't need to like we don't need to change it. We don't need to pay. They will reset in the system. यस्तो गजबको सर्भिस रहेछ यार. I am very happy the way the Tesla is giving service. So right now he is checking. Wow, very good. Yeah, done. Oh, चाहिँ फेरि टायर सम्बन्धीमा चाहिँ यस्तो रहेछ हैन। टेस्लाबाट हाम्रो टेक्निशियन आएको थियो हैन। यो टेस्लाबाट आएको थियो अनि यो मेरो तपाईको चाहिँ नि अनि हेर्यो उसले टायर हेर्यो उसले समर टायर र विन्टर टायरको बारेमा बतायो हैन। यसको लागि चाहिँ यदि नट नेसेसरी भएको खण्डमा चाहिँ तपाईको चाहिँ नि उसले चेन्ज नगर्नु पर्ने रहेछ, पैसा लाग्दैन रहेछ हैन। उसले भनेर गयो हैन यो टेक्निशियनले। यहाँ फ्रीमा हुने रहेछ हैन टेस्लाबाट आएर हैन। यदि लागेको खण्ड मात्रै सर्भिस चार्ज लाग्ने रहेछ त्यस्तो रहेछ। अनि यस सम्बन्धी चाहिँ अनि अर्को उसले चाहिँ भन्छ समर टायर र विन्टर टायर चाहिँ चेन्ज गर्यो चाहिँ टाइममा चेन्ज गर्यो भने त्यसले चाहिँ तपाईको चाहिँ अरु इफिसिएन्सी बढ्छ, बेटर परफर्मेन्स दिन्छ अनि लङ लास्टिङ हुन्छ किनभने यसको चाहिँ ब्याट्री धेरै हेभी हुन्छ नि त जसले गर्दाखेरि टायर चाहिँ छिटो घस्रिने हुँदो रहेछ। अनि यो टेक्निशियनले एउटा कुरो यो पनि भन्यो उसले जानकारी दियो कि तपाईको चाहिँ टेस्लामा चाहिँ नर्मली तपाईको चाहिँ यो 6 ml समथिङ भन्दो रहेछ टायरको तपाईको चाहिँ मोटाइ अथवा के भन्ने त्यो त्यसको। अब त्यो चाहिँ घस्रेर चाहिँ हैन 1.5 आयो भने चाहिँ त्यसलाई चाहिँ तुरुन्त रिप्लेस गर्नुपर्ने हुन्छ। यु क्यान नट ड्राइभ भन्दो रहेछ। अरु एउटा कुरो चाहिँ यो थाहा भयो नर्मल कारहरु भन्दा यसको चाहिँ टायर छिटो जाने रहेछ किनभने यसको चाहिँ ब्याट्री एकदमै हेभी हुन्छ। त्यो रहेछ टायर सम्बन्धी टायर रोटेसन चाहिँ हैन उनीहरुले नापेर बराबर छ कि छैन दुईटाको अगाडि र पछाडी बराबर छ भने चेन्ज गर्नु नपर्ने रहेछ। बराबर छैन भने ज्यादै एउटा ज्यादै घिसिएको छ अर्को ज्यादै कम छ माथि छ भने चाहिँ त्यस अवस्था मात्रै चेन्ज गर्नुपर्ने रहेछ। ल साथीहरु टेस्लाको यो टायर रोटेसन सम्बन्धीमा हैन जानकारी हजुरहरुलाई के कस्तो लाग्यो हैन। यस्तै किसिमका टेस्लाका अरु भिडियोहरु पनि म बनाएर ल्याउँदै गर्छु। तबसम्म किप वाचिङ नेपाल यात्री। See you again. Tata.